आज म पशुपति मन्दिरमा छु। मसँग चाहिँ अहिले हातमा 200 वटा 10 को नोट छ र म चाहिँ यहाँ जो माग्न बस्नुहुन्छ उहाँहरूलाई चाहिँ एक एकवटा नोट दिनेछु र लास्टमा चाहिँ हामी गेट बाहिर गइसकेपछि फेरि गर्नेछ, कतिवटा बाँकी रहनेछ। हाम्रो उद्देश्य भनेको नदोहोऱ्याइकन नछुटाइकन सबैजनालाई चाहिँ बाँड्ने हो। ल लेट्स सी। अब भने हामी टोकन लिएर मन्दिरभित्र प्रवेश गर्दै अब चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्दैछौँ। जुत्ताहरूले टोकन लिइसकेका छौँ। अब एउटा बन्डल सकिसकेको छ, फेरि हामी नयाँ बाटो गएर अर्को पनि बाँड्नेछौँ। अर्को पनि आधी जति चाहिँ सकिसकेको छ। लेट्स सी पुग्छ पुग्दैन, यदि पुगेन भने पनि हामी फेरि गएर नोटहरू साटेर लिनेछौँ है त। अहिले चाहिँ हामी दर्शनको लागि भित्र प्रवेश गरिसकेको छौँ। हामी र हामी चाहिँ अब दर्शन पनि गरेर सकिसकेका छौँ। अब चाहिँ फेरि हामीसँग दुईवटा बन्डलमा चाहिँ अब यति बाँकी छ। यो फेरि हामी नयाँ बाटो गएर बाँड्नेछौँ र गेट बाहिर गइसकेपछि हामी काउन्ट गर्नेछौँ हामीसँग कति बाँकी रहन्छ अथवा कति पुग्दैन। लेट्स सी। अब भने फाइनल्ली सकिएको छ। हामी गेटमा आइसकेका छौँ। हामीसँग यति बाँकी छ। म घर गएर गन्छु अनि कति हुन्छ फेरि भेट्नेछौँ हामी। र फाइनली हामी अहिले गेट बाहिर आइसकेका छौँ र हाम्रो ब्याच सकिसकेको छ। मैले चाहिँ 200 वटा नोट लिएर आएको थिएँ 10 को 2वटा बन्डल, जसमा चाहिँ हामीसँग यति बाँकी छ। यसमा चाहिँ 28 वटा बाँकी छ। यानि कि हाम्रो 200 वटामा 28 घटाउँदा 100 कति हुन्छ 172 172वटा 172 चाहिँ हाम्रो चाहिँ सकिएको छ। यानि कि हामीले चाहिँ 150 प्लसजनालाई चाहिँ हामीले सहयोग गर्ने कतिपय केही भएकोलाई 150 प्लसलाई चाहिँ हामीले सहयोग गर्न पायौँ। त्यसको लागि चाहिँ म खुसी छु। सहयोग गर्ने मौका मिल्यो र अब हामी यो पैसा पनि हामी पुनः सहयोग गर्नेछौँ कहीँ न कहीँ। हस्, धन्यवाद।